हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मैले हजुरहरूको लागि मिठो सिम्पल ताजा पुलाउको रेसिपी लिएर आइसकेकी छु। पुलाउ बनाउँदा चाहिँ हामीलाई बासमती चामल चाहिन्छ। मैले चाहिँ नेवारी बासमती चामल लिएँ। यो चाहिँ मैले नेपालबाटै ल्याएको थिएँ। चामल चाहिँ हामीले 1 देखि 2 घण्टासम्म भिजाउनु पर्छ। त्यसैले मैले एउटा भाँडामा खनाएर चामल भिजाउन राखेँ। अनि यता साइडमा चाहिँ मसिनो गरेर गाजर काटेँ। गाजर चाहिँ अप्सनल हो, यदि हजुरहरूलाई मनपर्छ भने राख्दा हुन्छ, नभए नराख्दा पनि हुन्छ। अनि मैले ग्यास अन गरेर कुकर बसालेँ। कुकर तातिसकेपछि मैले घिउ एड गरेँ। घिउ तातिसकेपछि चाहिँ मैले मसिनो गरेर काटेको ड्राई फ्रुट्सहरू राखेँ। त्यो एकछिन राखिसकेपछि मजाले चलाउने। त्यसको हेर्न सक्नुहुन्छ कलर चेन्ज भइसकेको छ। कलर चेन्ज भइसकेपछि चाहिँ अघि मसिनो गरी काटेको गाजर एड गर्ने। त्यसपछि एकछिन चलाउने। मसँग फ्रोजन मटर पनि थियो, मैले फ्रोजन मटर पनि एड गरेँ। त्यसपछि त्यसको पनि कलर चेन्ज नहुँदासम्म चलाउने। हेर्न सक्नुहुन्छ कलर चेन्ज हुँदैछ बिस्तारै। त्यसपछि अघि भिजाएर राखेको चामल हाल्ने। त्यो चाहिँ चामल राखिसकेपछि एकछिन मजाले चलाउने। यो चलाउँदा चाहिँ एकदम नरम हातले सुस्तरी चलाउनुपर्छ, नभए चामल टुक्रिन सक्छ। त्यसपछि चाहिँ मैले मरिच एड गरेँ। मलाई चाहिँ मरिचको स्वाद मनपर्छ, त्यसैले मैले एड गरेँ। अनि नुन पनि एड गर्ने, किनकि हल्का नुनिलो मिठो हुन्छ। त्यसपछि चाहिँ पानी चाहिँ मैले पहिले बोइल गरेर राखेको थिएँ, त्यही पानी राखेँ। अनि एकछिन मजाले चलाइसकेपछि कुकरमा सिटी लगाइदिने। त्यसपछि रेडी हुन्छ हाम्रो तातो मिठो पुलाउ। थ्याङ्क यू फर वाचिङ। फलो गर्नु ल।